गाइज नमस्ते, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ मेरो युट्युबमा। आज चाहिँ हामी अब गाउँ जान लागेको म र अनि भान्जा। हामी रेडी भएर हिँडिसक्यौँ। कुन्टे छोरो पछि आएर मसँग पछि आएर हिँड्नेछ। ल बाबु ल जाऊ हामी जान्छौँ है। टाटा टाटा। अब हामी दुईजना चाहिँ रुमबाट निस्किएर हिँडिसक्यौँ है गाइज। अनि यो अगाडि देखिएको चाहिँ माछबार चौर। हामी चाहिँ अहिले माछबार आइपुगेको छौँ है गाइज। यो अगाडि देखिएको चाहिँ फिर्के पुल। अब चाहिँ हामी जरेबरको बुलौदी ओह्रालोमा आइपुगेका छौँ। हामी अब लेफ्ट टर्न गरेर लेफ्ट साइडतर्फ जाँदैछौँ। यो अगाडि देखिएको चाहिँ लेफ्ट साइड जाने वे। अनि त्यो माथि देखियो जरेबर चोक, यसलाई देख्नुभएको छ होला। जरेबर चोक पनि आइपुग्यौँ गाइज। अब यहाँबाट पनि फेरि हामी अगाडि लेफ्ट साइडतर्फ नै जानेछौँ। यो अगाडि देखिएको चाहिँ लेफ्ट साइडको मेन चोक। अब हामी चाहिँ यो चोकबाट राइट टर्न गरेर गाउँतर्फ लाग्नेछौँ। यताबाट राइट टर्न गरेपछि पामे बजार आउँछ। अगाडि गाडी आएर ल्याग गरेको छ। त्यही पनि म साइडबाट फेरि अगाडितर्फ लाग्दैछु। यो चाहिँ मेन बजार है लेफ्ट साइडको गाइज। र यो अब अगाडि हामी चाहिँ धेरै अगाडि आएको छौँ लेफ्ट साइड बजार छोडेर। अब यो अगाडि देखिएको चोक चाहिँ सेरी चोक हो गाइज। यो सेरी चोक। अब हामी चाहिँ यहाँ तालको छेउछेउ हुँदै पामेतर्फ लाग्नेछौँ। फेवातालको चिसो हावा अनि माछा पुछ्रेको छायाका साथसाथ हामी चाहिँ पामेतर्फ लाग्दैछौँ म र मेरो भान्जा। र गाइज यहाँ देख्न सक्नुहुन्छ उहाँ बिचको तालको बिचमा भएको छ तालबराई मन्दिर। यो अगाडिको चाहिँ सेरी चोक। अब हामी सेरी आइपुगेका छौँ। र यो अगाडि देखेको चाहिँ अस्थायी प्रहरीबिट अहिले भर्खर स्थापना भएको छ यहाँ। र अब यता अगाडि चाहिँ पलम बिच रहेको छ। यहाँ चाहिँ शनिबार र मङ्गलबार चाहिँ निकै भिड हुन्छ। मान्छेहरूको फोटो खिच्ने घैँचो लाग्छ यहाँको चाहिँ, किनकि तालको छेउमा तालको बिचमा छ। जताततैको भ्युज एकदम राम्रो पटुले भएर यसको नाम सायद बिच राखेको होला। वाउ, उता हेर्नुहोस् त गाइस, उहाँ त प्याराग्लाइडिङ भइरहेको रहेछ। कति मजाले आकाशमा खुल्ला पन्छी जस्तरी आकाशमा उड्न पाउने यही नै भाग्यमानी ठान्नुपर्छ आफूलाई नेपालमा। ल गाइस हेर्नुहोस् हाम्रो गाउँबाट जाने बाटोको भ्युज हजुरहरूले कस्तो लाग्छ कमेन्ट मार्फत पनि भनिदिनु होला। र कुनै पनि गाह्रो नमानिकन नहिचकिचाइकन एकचोटि सब्सक्राइब बटनमा टच गरेर बेल आइकनलाई अन गर्न नभुल्नु होला गाइस। यता चाहिँ धान रोपाइ सुरु भइसकेछ। हेर्नुहोस् यो बर्खामा चाहिँ अब यो अहिले नरोप्यो भने त बर्खामा पुरै त्यो पानीले छत्ताछुल्ली हुन्छ। अनि रोपेको गाभा पनि केही रहँदैन। त्यही अहिले जेठामै रोप्न राखेको छ। यहाँ चाहिँ गफमा पामे बजार पनि आइपुगेको छ। हामी चाहिँ पामे बजारको पुल पनि कटेर हामी चाहिँ त्यहाँतिर लेफ्ट टर्न गरेर गाउँतर्फ लाग्नेछौँ। किनकि गाउँ चाहिँ मेरो माथि हो नि त है। यता पामे बजार भनेर सबैले चिन्ने भए गाइज। मेरो उत्तो पारी देखिएको छ अहिले बनेको न्यू घर। अहिले चाहिँ म चाहिँ अहिले गाउँको पहाड घर जाँदैछु। त्यहाँ लेफ्ट टर्न गरेर माथितर्फ लागेँ। अनि यो अगाडि देखिएको पुलमा हजुरहरू त पक्कै आउनुभयो होला। को आउनुभएछ यसो कमेन्ट मार्फत भन्नु होला। अब हामी चाहिँ बामदी आइपुगेका छौँ। गर्मी धुप निकै नै छ, त्यही भएर गर्मी भयो। पानी खाऊँ भनेर अब म पसलतर्फ बाइक लाँदैछु र बाइक रोकेर हामी पानी खाएर फेरि अगाडि बढेछौँ। हामी अहिले पक्की रोड छोडेर हामी कच्चीतर्फ आइसक्यौँ। हामी अब चाहिँ पहिला घरमा नगई तल खेततिरै बसेर काम गरेर घर जानेछौँ। र त्यो तल देखिएको चाहिँ हामी पढेको स्कुल 1 देखि 8 सम्म छ। निकै नै राम्रो वातावरणमा छ हाम्रो स्कुल। फाइनल्ली गाइज म चाहिँ खेतमा आइपुगेँ। अब म यहाँबाट चाहिँ बाइकलाई बाटोमा राखेर म खेततिर आएको छु। अब ट्र्याक्टरलाई लिएर म माथि जानु छ। माथि गएर आज चाहिँ असारको पहिलो दिन। अब आजबाट दिन असार खेत रोप्न सुरु गर्ने हामीले चाहिँ भनेर म अहिले पोखराबाट आएको छु भर्खर, म र मेरो भान्जा। म चाहिँ ट्र्याक्टर यता छ अरे, ट्र्याक्टर लिनलाई हिँडेँ। यो चाहिँ हाम्रो बाँझ जोतेको, यो चाहिँ मैले जोतेँ। तपाईँको अस्ति अघिल्लो भिडियोमा पनि देखाइसकेको थिएँ। यो चाहिँ हाम्रो बाँझ जोतेको ट्र्याक्टर हो। यो चाहिँ 2 टायर छ। यो चाहिँ 2 टायर। 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 यो चाहिँ 2 टा
अब केही दिनपछि यहाँ पनि आएर मैले पानी अहिले पानी भएको छैन, पानी भएपछि त आइहाल्छु। अहिले चाहिँ माथि अलिअलि पानी छ अरे, त्यही भएर माथितिर ट्र्याक्टर लिन जाँदैछु गाइज। ल गाइज यहाँ रहेछ ट्र्याक्टर चाहिँ। अब यसलाई चाहिँ म स्टार्ट गरेर बाहिर सिक्छु अनि स्टार्ट गरेर लिएर जान्छु। ल गाइज हेर्नुहोस् त, हामी त पसिनै पसिना भएर बल्ल तल्ल खेतमा ट्र्याक्टर चाहिँ ल्याइसक्यौँ। हामीले चाहिँ ट्र्याक्टर लगाएर खेतमा त राख्यौँ, तर पानी चाहिँ नरहेछ है गाइज। वरिपरिहरूको पानी नरहेछ, बिना काममा आए जस्तो हो, पसिनै पसिना भएको छ, बसिएको छ। यही बस्दाखेरि खाजा खाऊ भनेर मम्मीले चाहिँ चिया हालेर दिइहाल्नु भयो, हामी चाहिँ चिया खान लागिहाल्यौँ। ल गाइज आज पहिलो दिन गर्नको लागि हामीले बोतलमा पानी लिएर दिन चाहिँ गरिहाल्यौँ। हामी अब यहाँ आउँदाखेरि पानी भन्नुभयो भने ट्र्याक्टर लिएर फेरि अर्को घर लिएर जान्छु। त्यो ट्र्याक्टर डोराएको छ मैले गाइज, एकदमै गाह्रो हुन्छ यस्तो बाटोमा ट्र्याक्टर लिएर अब हामीले यस ट्र्याक्टरलाई चाहिँ माथि देख्दैछ नि त, बिरे माथि गाइज। यस्तो छ हामी यस्तो बिरे ट्र्याक्टर ल्याउँ, यता भान्जाले समेत राख्नु भएको। यता मैले चाहिँ तानेकै पसिना भएर खत्तम भएको छ। यता बुवा आउनु भएको छ उफाली लिएर, दुईजनाले त्यताबाट धकल्छन्, म यता तान्छु। फाइनली गाइज हामीले ट्र्याक्टर चाहिँ माथि उचाल्यौँ। हेर्नुहोस् यहाँ भान्जाको पसिना गाइज, यता हेर्नु त पसिना। अनि यता म पनि चिप्लिङै भएको छु, अनि यता बुवा ट्र्याक्टर तान्दै सकियो तडी। हामीले ट्र्याक्टर थन्काएर घर आइसक्यौँ। अब घरबाट निस्किसक्नु लागेको छौँ। उहाँ चाहिँ मेरो मम्मी गाइज, यहाँ सामान प्याक गर्दै हुनुहुन्छ पोखरलाई नि। ल त के हो, म त यी बारी बोकेर ल गएमै बस्नु बुवा मम्मी। ल भान्जी बस, बाई बाई। आउने भने आऊ, पछि जाने भयो, बस्ने भयो बस। हामी लाग्यौँ गाइज अब गाउँबाट फेरि पोखरातिर। चाट छैन, चामलको थैलो र काँक्राको थैलो बोकेर गाइज हामी चाहिँ बाइक राखेको ठाउँमा आइपुग्यो। अब चाहिँ हाम्रो यात्रा फेरि गाउँबाट पोखरातिर हुँदैछ। मेरो मोबाइलमा चार्ज चाहिँ 1% छ, त्यही अब गाउँमा पोखरा फर्केको भिडियो चाहिँ बनाउन नपाउने भयो, त्यसको लागि चाहिँ म माफी चाहन्छु। अर्कोचोटि फेरि बनाउने छु। अहिलेको लागि चाहिँ बाई बाई, आजको लागि यति, बाई बाई।